नानी बोकेर चाहिँ नहिँड है दुःख लाग्छ म त नानी हेरेर हिँडेर चाहिँ दुख बिमार हुन्छ के हुन्छ टेन्सन नासी यहाँ एक हप्ता पनि नबसी 4 दिन नानी बिमार भएर कुदेको उता अहिले त हिँड्नु भने चाहिँ नानी दुख बिमार भयो भने टेन्सन बेबी त्यही त भनेको त बरु त्यता समथार गएको भन्दा त बरु म त सिङतामतिर पो लाग्दिन्छु उता सस्तो 50 रुपियाँ पुगेको अस्ति म त यहाँ त्यसै मेरो 1500 मात्रै गाडी भाडा गयो समथार अन्त अस्ति नानी बिमार भएर लाँदा टिका लगाएको आज टिका त्यस्तो बुद्धि पुगेन अन्त समथारमा राम्रो छ डक्टरहरू भन्ने सबले हो होला नि भनेर गएको त के पनि हेर्दैन छ राम्रोसँगले यसरी यो छ भन्दा चाहिँ दबाई लेखिदिँदो रहेछ त्यति नै नानीको डक्टर पनि छैन छ त्यहाँबाट मोदी रहेछ त्यही प्रेसरको सुगरकोहरू मात्रै ठिक रहेछ दबाईहरू के हो बेबी रुयो अन्यले भिडियो बनाएको हेर अन्य भिडियो बनायो अन्य भिडियो बनाउनु जान्दैन भाइ रुनु जान्दैन है यो 6 महिना पुग्यो त अहिले त पुरा पल्टिन्छ बामे सर्छ पुरा बामे सर्छ छैन नि अहिले ब्रेनेनको छुट्टी आउनु मन लाग्यो नि स्कुल जाँदा कालिम्पोङमा होइन सिक्किममा जानु रहर गरिरहेको थियो खोइ नि त अब भनेर बाइकमा तेल लगाएर त लगिदिन्थ्यो होला नि साँच्ची नै त्यही त आफ्नो मान्छे त्यतिको लागि तर त्यो बेसी चाहिएर आफूले खोज्नु पर्यो नि त तेल लगाइदिनु पर्यो होला छैन उयो इडेनहरू छैन इडेन र अलमोस्ट अस्ति सिक्किममा उयो पनि के गर्नु गएको नि खोइ के गर्दैछ म नि त के सोधेको छुइनँ अलमोस्ट आज गयो होला इक्जाम गर्नु इडेन पनि आयो कि उतै छ कि